everybody, welcome back to my channel. This is me, Durga Khadka. I hope you all are fine and doing good in your places. I am doing too. So, guys, हेर्नुभयो त तपाईँहरूले एपिसोड 23 ला 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 आजको एपिसोड रमाइलो भयो यार। अपूर्वा चाहिँदो रहेछ सोलाई भन्ने मैले थाहा पाएँ, किनकि अब गेम खेल्यो भने त्यस्तो गर्छ कि गर्दैन भन्ने थाहा छैन, तर सबैलाई कल आउट गर्ने मान्छे चाहिँ त्यहाँ चाहिरहेको रहेछ क्या। हुन साँच्चीकै नि त नि रामसरसँग कोही डराउने, हर्षद र शिवाङ्गी डराइ डराइ, धीरज पनि डराइ डराइ खेलिरहेको थियो होइन। अनि अपूर्वाले सबैलाई कल आउट गर्यो, शिल्पा सिन्देलाई कल आउट गर्यो, अनि श्रेयालाई कल आउट गर्यो, अनि रामजीलाई कल आउट गर्यो। तर अरू प्याम पमुलाहरूलाई त त्यसले सबै सोमा के भइरहेको छ त्यो सबै देखाइदियो क्या। कसलाई कल आउट गर्यो, जो साँच्चैकै गेम खेलिरहेको छ, गेमलाई इम्पोर्टेन्ट छ। अनि अरू चमोला पमोला अनि इभन वरुण सुफी टुफीहरूलाई पनि त्यसले चलाएन क्या, किनकि सिनोज तिनीहरूले केही पनि गरिरहेको छैन सोमा होइन त। मलाई चाहिँ अब त्यस्तै लाग्यो होइन। अनि गाइस तपाईँहरूले थाहा पाउनुभयो नि, अपूर्वा त के हो इन्फर्मर के रहेछ होइन। मैले सानसानी खबर सुनेको छु भनेको थिएँ नि, द्याट्स भेरी राइट। योगेश फेरि आउँछ मलाई लाग्यो। अब चाहिँ अपूर्वा त अब जान्छ। अब योगेशको अपूर्वा जान्छ 1 हप्ताको लागि मात्र आएको हो भन्ने मैले कसै थाहा पाएको थिएँ नि त। अनि त्यो मैले सुनेको न्युज ट्रुथ रहेछ। अब भनेपछि के अरे योगेश आउने पनि त नि ट्रु नै होला नि। हो, योगेश आएपछि आकाङ्क्षा कस्तो हुन्छ होला। कोही न कोहीको सपोर्ट चाहिरहेछ त्यो आकाङ्क्षालाई, किनकि एभ्रिबडी इज इग्नोरिङ हर जस्तो चाहिँ लागिरहेछ। जस्तै अब शिवाङ्गीसँग पनि आकाङ्क्षा बोल्न खोज्छ यताउता, पहिलेदेखि यताउता त्यस्तो केही भन्दैन नि। बरु तपाईँहरूले याद गर्नुभएको छ आकाङ्क्षा चौधरीले कहिले हर्षद र शिवाङ्गीको के अरे रिलेसन डिस्कस गरेको मैले कहिले पनि थाहा छैन। मलाई कहिले पनि थाहा छैन यस्तो उस्तो भनेर कुरा काटेको, मलाई कहिले पनि थाहा छैन। अनि जस्तै श्रेयालाई के त कल आउट गर्छ नि उसले, के अरे हाम्रो उसले अपूर्वाले होइन। कल आउट गर्दाखेरि त्यो खाना के गर्छस् सरी भन् मलाई भनेर भन्छ नि, ठ्याक्कै त्यस्तै गरेको थियो क्या चौधरीले आकाङ्क्षा चौधरीलाई। अनि के हो के गरेको के त्यस्तो, मलाई त अचम्म लाग्यो क्या त्यो आकाङ्क्षा चौधरीलाई त्यस्तो गरेर देखेर। अपूर्वासँग झगडा गरेर त्योसँग बोल्न नसकेर आकाङ्क्षा चौधरीलाई पो बिच गर्ने यताउता भनेर लाग्न थाल्यो क्या त्यो आकाङ्क्षा चौधरी, के अरे त्यो श्रेया क्या। अपूर्वाले झगडा गरे, अपूर्वाले के गरे त्यसलाई केही भन्न सकिनँ। अनि आकाङ्क्षा चौधरीलाई चाहिँ अनि बिचमा ल्याएर अनि के भनेर अनि फेरि देखिन नसकिरह क्या, बिच गर्दै यताउता भनेर लगाइदिएर क्या। कस्तो मलाई त्यो चाहिँ अचम्म लाग्यो क्या। मतलब श्रेया पनि सक्दिनँ रहेछ अपूर्वासँग भयो भने चाहिँ भनेर मैले त्यतिखेर चाहिँ बुझेँ है। जेसुकै भन्नुहोस् होइन। अनि त्यसपछि हजुरहरूले याद गर्नुभयो अरू कुरा, के अरे रामजीलाई नै कल आउट गरेको रामलाई चाहिँ शिवाङ्गी आज ओ गड सिजन फायर। त्यत्तिको आफ्नो लागि त्यस्तो भनिसकेपछि त त्यत्तिको बोल्नु त भन्ताए बस। अब अपूर्वाले अलिकति नुन नमक छिर्काएर भनिदियो नि त, तुम सोही के अरे सबैजनासँग सुन्छ वाला कुराहरू। त्यो चाहिँ त्यसले कति बटर सटर लाएर जे पाइ त्यो भनिदियो क्या, त्यो चाहिँ मलाई मन परेन। एट द एन्ड त्यसले पनि त नि शिवाङ्गीको बारेमा त्यस्तो जे पाइ त्यो भनेर के अरे शिल्पा सिन्देले त्यो भने नि छैन। अनि त्यसले त्यस्तो कुरा गरेर त्यो त नराम्रो हो नि त। अनि शिवाङ्गीले आफ्नो स्ट्यान्ड लिई हर्षद पनि बिचमा आएन होइन। त्यो ठिक थियो आज, किनकि अब शिवाङ्गीले आफ्नो आफै लिइरहेको थियो। तर के अरू बेलामा चाहिँ गर्ने, अनि आज चाहिँ शिवाङ्गीको त्यत्रो ठुलो झगडा हुँदा चाहिँ बिचमा नआयो। अरू बेलामा बिच आउने रे गऱ्यो भने नि बिचमा आउने रे। अनि त्यत्रो त्यो एग्रेसिभ हुँदाखेरि अनि त्यसलाई त्यस्तो भन्यो भन्ने सुन्दाखेरि चाहिँ के स्ट्यान्ड लिएछ, कन्फ्रन्ट पनि गरेन। के अरे शिल्पाजी तपाईँले यस्तो यस्तो भनेको हो, यस्तो यस्तो किन भनेको, यस्तो यस्तो भनेर त्यो चाहिँ आज चाहिँ फेरि भनेन क्या हर्षद। बोय नाटक कहिलेसम्म र के भन्नु यार, यिनीहरूको कुरा गर्दा गर्दा वाक्क लागिसक्यो हौ मलाई त, बोय एन्ड गर्ल्स। अनि आज टास्कमा पनि हर्षदले रामसँग खेलेकै थिएन। टास्क पनि यिनीहरूको एङ्ग्रे प्याङ्ग्रे तास छ, के अरे टास्क छ। लकअप सिजन 2 नहेर्दा नि हुन्छ क्या गाइस, नहेर्नुहोस् तपाईँहरू। मेरो रिभ्यू हेर्नुहोस्, लकअप सिजन 2 नहेर्नुहोस् क्या तपाईँहरू है। हस् ओके। अनि तिनीहरूले के गरेको त, अब के भन्ने त तिनीहरूले। मैले एउटा हुन्छ नि सीमा के,
एउटा हुन्छ नि यार के टास्क त्यसले राम्रोसँग साथ यो भनेको मतलब शिवाङ्गीले राम्रोसँग गेम खेलेको छैन भनेको होइन, शिवाङ्गीले खेलेको छ, राम्रोसँग टास्क गरेछ, तर हर्सले आफ्नो 100 दिएको थिएन के, एङ्ग्री पेङ्ग्री गरेर खेलेको चाहिँ मैले फिल गरेको, मलाई लाग्यो होइन, त्यस्तो लाग्यो मलाई चाहिँ। अनि त्यसपछि शिवाङ्गी पनि जितिसकेपछि गरिरहेको थिएँ, अब म यस्तै नै होस्, त्यो पनि कल आउट गर्छ नि अपूर्वले, तिमीहरूलाई यस्तै देखिरहेछ, त्यही भएर त यस्तो देखिरहेछ नि तिमीहरूलाई भनेर सोद्धाखेरि शिवाङ्गीले होइन भनेर सिधै भन्छ नि त। अनि त्यतिखेर चाहिँ अनि अब शिवाङ्गीले आफ्नो लागि स्ट्यान्ड, अब होइन रहेछ भने स्ट्यान्ड लिन त त्यति त स्ट्यान्ड लिनु परिहाल्यो, हो रहेछ भने पनि अब दे डोन्ट वन्ट टु डिस्क्लोज भने ठिकै छ, मान्छेले कुरा गर्दै गर्छन्। अब मैले मेरो बारेमा भन्न म चाहिरहेछ भने त्यो मेरो कुरा हो कि, म चाहिराखेन त चाहिराखेन होइन, त्यस्तो पनि हुनसक्छ नि त। अनि धीरजको वाइफ आएको गाई राम्री रहेछ अनि आएर भिजिटर आउँछ भनेर आयो, के अरे वाइफ मजाले गर्यो, बोन्ड रमाइलो लाग्यो मलाई तिनीहरूको, धीरजलाई अब यस्तो के हामीले यतिकै जज गरेर हुन्छ नि, त्यसले आफ्नो फ्यामिलीलाईसँग कसरी ट्रिट गर्छ के गर्छ भनेर देखेपछि त्यो कस्तो मान्छे होला भनेर हामीले एज्युम गर्छ नि। अनि आज चाहिँ मलाई धीरजको त्यो वाइफ आएको बेलामा रमाइलो लाग्यो। अनि अपूर्व वाज लाइक आफ्नै चिटिङ, के अरे चिट गर्ने के कसरी भन्छ नि, लाइक त्यो चाहिँ अलिकति डिसरेस्पेक्टफुल नै थियो कि होइन, त्यो आएर के भनिरहेको थिएँ। अनि त्यो चाहिँ मलाई राम्रो लागिरहेको थिएन अपूर्वले त्यसरी पोइन्ट आउट गरेको चाहिँ। अनि त्यसले एक्सप्लेन गर्नलाई पनि अब यस्तो भयो, अब एक्सप्लेन गर्नलाई पनि मेकर्सहरूले त्यो केटीलाई त्यसरी लिएर आयो होइन। धीरज चाहिँ अब पुरै अलि पछि पनि के त मैले पुरा 1 महिनापछि हक गरेको भनिरहेको थिएँ नि। अनि राम वाज लाइक फेरि पनि के अरे धीरजको वाइफले पनि भन्यो नि, तपाईँले चाहिँ सबैको इमोसनहरू रोक्न खोजिरहेछ, अब मान्छेलाई कसलाई दुखेको छ भने दुख्यो भन्न पाउनुपर्छ, जस्तो कुराहरू गरिरहेको थियो नि त, मर्द बन ह्या भनेको थियो कि रामले। अनि वाइफले कल आउट गर्छ नि त। अनि मलाई त्यतिखेर त्यो चाहिँ ठिक हो। अनि पछि धीरज गएपछि प्लिज अब त्यो ऊ नगर, मलाई जेलस फिल नबना यताउता भन्छ, तर अरूको त्यो डिस्क्राइब गर्छ, उसलाई बोल्नै दिँदैन कि। अब त्यही विषय चमोलीलाई चाहिँ त्यसले त्यसलाई अलिक सुन्छ है, चमोलीले राम सर भनेर भनेको चाहिँ अलिक सुन्छ होइन, तर धीरजको त झन् सुन्नै हो गया जतिखेर नि त्यस्तै गरेर हुन्छ क्या त्यसले धीरजको चाहिँ। अनि तिनीहरूले के गरेको, बगावत गरेको अरे, पुरै म्याट्रेस सेस्ट्रेस बाहिर ल्याएर पुरै बगावत गरेको अरे क्या जेरो। यिनीहरू पनि नाटक नै बेसी हो गड। ठ्याक्कै जजमेन्ट डे आउनु लागेपछि नयाँ खर्च पानी दिने बेला भयो नि त। अनि त्यसपछि अब पुरै सकाएर ऊ गरेको अरे क्या, के एङ्ग्री हामीलाई के भन्थान्छ पुरै शिवाङ्गी र अनि त्यसपछि आकाङ्क्षाले चाहिँ गयो त्यो हिस्सामा, त्यो उसमा पार्ट हुँदैन, तर पार्ट नभए पनि तिनीहरूले बोल्नु पर्थ्यो, त्यस्तो त नगर किन, हामी पनि ऊ हो नि भनेर आफ्नो पोइन्ट राखेर हामीले यस्तो यस्तो गर्ने, अनि तहरूले यसरी पैसा खर्च गर्ने, आइम नट म मान्दिनँ भनेर बगावत गर्नु पर्थ्यो। चुप लाएर बसेको तिनीहरू पनि कल आउट नै गरेन क्या। त्यो चाहिँ मलाई कस्तो लागिरहेको थियो। यहाँ हेर्नुहोस् न, यहाँ पनि आकाङ्क्षा चौधरीले राइटली नै आफूलाई पुरै स्ट्यान्ड लिएर बगावत गर्न नसके पनि त्यो पार्टको हिस्सा थिएन नि त होइन। सिल्ली चिज हो नि त त्यो, पुरै त्यो चमोली र पमोली हेरेन, ओ गड एभ्रिथिङ वाज भेरी 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 क्रिन्ज के, अब कस्तो नै क्रिन्ज के होइन, अम्मा अति नै क्रिन्ज लागेको क्या मलाई त। तिनीहरू त्यो सुफी, अब सुफी त को त के कुरा गर्ने होइन, अब सुफी जान्छ उसलाई, उसको बारेमा नराम्रो कुरा के गर्ने, राम्रो गर सुफी होइन, अरू के भन्ने। अनि त्यो पुरै त्यो हर्षद पनि पुरै पार्ट ऊ भएर, सबैजना पार्ट भएर म्याट्रेस बाहिर ल्याएर बगावत किया भनेर त्यो गरेको क्या। अनि त्यो राम सर मैले एउटा कुरा पोइन्ट आउट गर्ने बिर्सेँ, शिवाङ्गीलाई लायनेस भनेर हक गर्यो होइन। अनि त्यो त्यत्रो झगडा हुने बेलामा त्यत्रो अब नराम्रो बोलेको हो नि त नि शिवाङ्गीलाई, जे भने त्यस्तो भनेको छैन भनेर तिनीहरूलाई थाहा छैन, भनेको छ सुन्न शिल्पा हाउ क्यान यु से द्याट भनेर स्ट्यान्ड लिनुपर्ने थियो नि त। शिवाङ्गी मेरो बच्चा मेरो सोच्चा भन्ने, त्यसको बच्चालाई कसैले त्यस्तो भन्यो भने त्यसले सुन्न सक्छ, यदि त्यो होइन त्यति सुनिसकेपछि त्यहाँ चाहिँ कोहीले पनि स्ट्यान्ड लिएन होइन, त्यस्तो भने होइन कि त्यो चाहिँ शिवाङ्गीको कसैले पनि उ गरेन, यस्तो कुरा त पनि नगर अपूर्व अथवा यस्तो उस्तो शिल्पा जी, अगर आपने कहा है कि उसके बारे में सब कुछ कहा है कि नहीं कहा है, यस्तो यस्तो भनेर कन्फ्रन्ट गर्नुपर्ने थियो सबैले, किनकि त्यो एउटा क्यारेक्टरमा बोलेको चिज हो, सबैले बोल्नुपर्ने यस्तो चिजमा चाहिँ त्यो चाहिँ म्यान्डेटरी थियो जस्तो लाग्छ मलाई। अनि केही नबोलेर पछि आएर त्यो लाइनेस गरे। अनि यस्तो कुरामा, यस्तो सेन्सिटिभ कुरामा चाहिँ त्यसलाई अकेला बोल्न दिने रे, अरू बेलामा चाहिँ
गर्ने त्यो हर्षद पनि क्या, यो त सिल्ली नै भयो क्या। अनि के अरे त्यो के त त्यही देखाउँछ नि अपूर्वा चाहिँ इन्फर्मर हो यताउता भनेर। देख्नुभयो गाइज, मेकरसँग मेरो पनि कुछ तो है गाइज। सनसनी केस मलाई कसरी थाहा भयो त नि योगेश आउँछ के अरे अपूर्वा जान्छ एक हप्तामा भन्ने कसरी थाहा भयो त। तर कस्तो के जसले मैले जहाँबाट न्युज सुने पनि कस्तो थाहा हुने कि पहिले नै के है, कसरी अब त्यो एडिटर भिडियो एडिटरहरू ह्यान त्यान सबै नै छन् होला क्या त्यहाँ। के अरे कसैको फ्रेन्ड हुन्छ होला, तिनीहरूले पहिल्यै भनिदिन्छ होला होइन, त्यस्तो हुने होला क्या, त्यही भएर फैलिने होला नि त। अनि त्यसपछि अर्को भनेको चाहिँ अनि तिनीहरूको युनिफर्म एउटै, त्यो चाहिँ कस्तो के है, मतलब एउटै लुगा लगायो द्याट्स सो डटी भन्न खोजेको होइन, बट तिनीहरूले आफ्नो ग्ल्यामर देखाउन पाउँदैन नि त। अनि त्यो त कस्तो हो नि त। अनि आकाङ्क्षा के अरे त्यो श्रेयाले आज चाहिँ अलिकति चटक्कवाला मेकअप गरेको थिएँ, त्यो चाहिँ अलिक स्वाद थिएन उसलाई होइन, मलाई त्यस्तो लागिरहेको थियो। तपाईँहरूलाई के लागिरहेको थियो भन्नुहोस्। अनि आजको एपिसोड नि यति नै थियो कि, नथिङ न्यू नथिङ लेस होइन। अरूले रिभ्युज नि 1 घन्टाको बनाउँछ यार, गड कसरी बनाउँछ, के चाहिँ भन्छ यार, यस्तो गर्छ नि त, भिडियो हेर्छ होइन, अनि यस्तो भयो उस्तो भयो भनेर भन्छ क्या। अनि त्यो चाहिँ हो रमाइलो हुन्छ। इन फ्युचर मेबी आई क्यान त्यो भिडियो पनि अलिकति थोरै राखिदिन्छ नि, यताउता के गरेर चलेको यताउता राखिदिन्छ नि है। त्यस्तो गरेर मलाई पनि पुरै त्यो लाइभमै चलिरहेको बेलामा भिडियोजहरू रिभ्यू गर्न चाहिँ मन छ। इन्ट्रेस्ट छ जस्तो लाग्यो मलाई यस्तो कुरामा। इन होप सो इन फ्युचर गर्न सक्छु होला होइन। अनि भोलि त गाइज अब भोलि आउँदैन होइन, फ्राइडे त आउँदैन। अब एकैचोटि हाम्रो भेट भनेको स्याटरडे हुन्छ, स्याटरडे आउँछ, अनि त्यसपछि सन्डे नै भेट हुन्छ होला। होप जजमेन्ट डेमा चाहिँ अब मैले भने जस्तै योगेश आउँछ होला होइन। लेट्स होप गाइज। कस्तो म पनि इम्पोर्टेन्ट कुराहरू बिर्सिन्छु क्या। आजको जुन त्यो शिल्पाले के त्यो खानाको लागि के गरेको थियो नि त, अनि आज चाहिँ मलाई कस्तो लाग्यो भने शिल्पाले साँच्चै कि त्यो महेशहरूको पैसा कटाउँछु भनेर खाना बनाएको चाहिँ थिएन है, मलाई त्यो चाहिँ त्यस्तो लाग्दैन। त्यो चाहिँ म पनि अग्री गर्दिनँ, त्यसले पैसा काटोस् भनेर जेन्युनली हेल्प गरेको हो, फिल गरे, थाहा छ त्यसलाई, तर केही न केही पेनाल्टी चाहिँ लाग्छ भनेर, अब यत्रो त लागि नि लागोस् भनेर गरेको हो, तर पेनाल्टी लागोसै लागोस्, म इन्टेन्सनली यिनीहरूको गर्छु भनेर चाहिँ हर्षदलाई हेल्प गरेको होइन, थाहा छ मलाई। श्रेया पनि कति सम्झाउन खोजिरहेको थियो नि त शिल्पालाई, तर श्रेयाले एउटा एज अ फ्रेन्ड होइन, तिनीहरूको जस्तो खासो फ्रेन्डसिप भए पनि तर शिल्पालाई राम्रोसँग सपोर्ट गरेको चाहिँ मैले त्यो त्यहाँ त्यस्तरी सपोर्ट अरू कसैले पनि मैले गरेको थाहा छैन। आफूले माया गर्ने मान्छे भएपछि श्रेयाले त्यतिको सपोर्ट गरेको चाहिँ आई फिल रियली गुड अबाउट द्याट। सम्झाउन नि खोजेँ यो चाहिँ पुरै रङ नै जान्छ है बाहिर भनेर, यदि चाहेको भए त्यसले नभन्न पनि सक्थेँ होइन। अब अपूर्वासँग पनि भन्न चाहिँ के अरे, अब म कोहीसँग बसिनँ भने के अरे, कोही छैन मलाई बस्न, आदि मलाई बेबुख लाग्छ, आदिलाई मसँग बस्नै मन छैन भनेर भन्छ। अनि शिल्पा चाहिँ मलाई राम्रो लाग्छ, राम्रो चाहिँ अब कहिले काहीँ त्यस्तो बोलिदिन्छ भनेर भन्छ होइन। बिसाइड पछाडि पनि त्यस्तो बाइट पनि गरिनँ, अनि स्ट्यान्ड पनि अरूको अगाडि पनि मजाले लिएँ, अनि रोइ पनि रहेको थिएँ, वो अच्छी यताउता भनेर। अब अनि शिल्पा पनि आज रोइरहेको थिएँ। अब आई डोन्ट नो हाउ क्यान वी जज त्यसरी, बट देन म पनि इमोसनल फुल नै हो। अनि अब मान्छे रुँदा नराम्रो लागिहाल्छ। प्लस शिल्पा अब खानेकुराहरूमा, अरूलाई खुवाउने कुराहरूमा अलिकति सेन्सिटिभ नै छ कि जस्तो लाग्छ मलाई। अब एट द एन्ड ह्युमन बिङ नै त हो होइन, अब अलिअलि भइहाल्छ नि मान्छेहरूमा। अनि गाइज टुमोरोमा देखाएको, जजमेन्ट डेमा देखाएको पनि छ नि त, के अरे उर्फी र अनि हिना खान आउँछ भनेर। गाइज तपाईँलाई थाहा छ हिना खान र शिल्पाको त कट्टरी दुश्मन छ नि त, कट्टर दुश्मन हो। अनि क्या मजाले त्यो यस्तो इफ यु आर किङ, इफ समबडी इज किङ यु आर अ किङ मेकर, यता त्यता भनेर के भनिरहेको छ नि हिना खानले। अनि मलाई चाहिँ ओ कडा जस्तो लागिरहेको थियो कि। तपाईँहरूलाई थाहा छ कि थाहा छैन होइन, शिल्पा सिन्धे र हिना खानको बिग बोसमा हिना खान सेकेन्ड भएको, शिल्पा सिन्धे फर्स्ट भएको। अब शिल्पा सिन्धेसँग कसरी उ गरेको, उसले त बसेकै छ त्यत्रो महिना, 3 महिनासम्म। अनि अफकोर्स केही न केही त भयो दुईजनाको बिच, केही न केही उसलाई बढी नै थाहा छ हामीहरूभन्दा पनि, हिनालाई शिल्पाको हिनालाई होइन। अनि त्यो बेलामा पनि मजा आउनेवाला छ जजमेन्ट डे चाहिँ। अब अति नै एक्साइटेड छु म चाहिँ जजमेन्ट डेको लागि। अनि त्यसपछि अर्को कुरा भने आकाङ्क्षा चमोलीले कुकुरसँग दाँच्यो क्या, के अरे उसलाई के डगसँग दाँच्यो क्या अनुजलाई, त्यसको हस्बेन्डलाई चमोलीले। मेरो हस्बेन्ड त्यो त मेरो एक्स हो, मेरो हस्बेन्डभन्दा मेरो मम ड्याड आएको भने चाहिँ मेरो डगी नै आएको भए नि हुन्थ्यो भने। अनि द्याट वाज लाइक यो चाहिँ रिक्वायर्ड थिएन क्या, वाइ तिमीहरूको
यस्तो नै त्यो पुरै नै भइसकेको रहेछ भने तिमीहरू सँगै नै थिइस् अनि अहिले आएर यस्तो भन्छस् वाज मलाई चाहिँ पर्सनल्ली बुझेन चित्त। हुन त त्यो अब आफ्नै पमलीहरू पनि सँगै बसिरहन ब्याकबाइट गर्ने मान्छे, ब्याकबाइट गर्ने बानी चाहिँ एकदमै नराम्रो गाइज होइन। त्यो चाहिँ हामीले सुधार्नुपर्छ। सबैको राम्रो नराम्रो हुन्छ ब्याकबाइट चाहिँ, तर अलिकति हुन्छ नि अलिकति एकदमै के त भन्छ सेन्सिटिभ चिज नै हो। अनि भन्छ नि कहिले कसैले तिम्रो लागि एकदमै इफोर्ट गरिरहेछ नि पछाडि गएर तिमीले त्यस्तो यस्तो भनेको सुन्यो भने त त्यहाँ त्यो एकदमै नराम्रो हो क्या। अब कसैको त्यस्तो बानी हुन्छ, सबैको हुनसक्छ होइन, तर हामीले बिस्तारै बिस्तारै सुधार्दै जाने हो। देयर इज अलवेज अ चान्स टु इम्प्रुभ होइन। अनि त्यही भएर त्यसरी लिनुपर्छ हामीले चाहिँ। अनि म चाहिँ एकदम एक्साइटेड छु। फेरि पनि भोलि भेटौँला हामी। अब मैले आई थिङ्क अलमोस्ट सबै समेटेँ होला। इफ केही समेट्न भुलेछु भने हजुरहरूले कमेन्ट सेक्सनमा मलाई भनिदिनुहोस् होला। गाइज एउटा भ्यू त यस्तो मजाले गएको थियो मेरो, एउटा भ्यू त यस्तो मजाले गएको थियो, मलाई त्यो भ्युज जाँदाखेरि यो रियल हो कि फेक हो मेरो भ्युज भएको थियो। अनि अहिले आएर फेरि अहिले चाहिँ भ्युज फेरि कस्तो डाउन गएको क्या, आई डोन्ट नो के भइरहेछ। अपलोडिङ टाइम गलत भइरहेछ भन्ने सेममा हाल्न खोज्या हो। अब लेट्स सी, होप फर द बेस्ट। हजुरहरू पनि आफ्नो ख्याल राख्नुहुन्छ। टिल देन स्टे सेफ, टेक केयर, बी ह्याप्पी, बाई, सी यू टुमोरो।